हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु अनदर भिडियो। अनि आजदेखि चाहिँ मैले एउटा कुरा सोचेको, म चाहिँ अबदेखि नेपालीमै बोल्ने प्रयास गर्छु धेरै जस्तो होइन। त्यो हिन्दी बोलेर केही कामै लागेन मलाई, अनि त्यही भएर अबदेखि यो नेपालीमै बोल्छु कि म। अब कन्टेन्ट के बनाऊँ भन्दाखेरि त्यही आजको भिडियोमा चाहिँ म त्यही बिआर ऱ्याङ्क पुस गर्न लगाएको छु। आज चाहिँ म जे जसो गरेर भए पनि हिरोको देखाउँछु है हजुरलाई। अहिले मेरो कति हो भने ऱ्याङ्क डायमन्ड आई 2787 स्कोर छ। अब कति बेला पुग्ने हिरेको थाहा छैन, अब हेरौँ पुग्छु कि नै, पुगे नि नपुगे नि भिडियो त हाल्नै पऱ्यो। अब म यो मेरो ड्रेस चाहिँ चेन्ज गर्नु पर्ला है। स्क्वाडमा रहेछ डुओमा सोलो हालेर कोही अनलाइन छ नि खेलौँ भनेको, कोहीसँग कोही पनि छैनन्, सब गेम खेलेर बसिरहेको छन्। यो यिनीहरूको चिनिने दुईजना ग्रुपमा बसेको। अहिले चाहिँ म स्टार्ट गर्ने त म हजुरहरूलाई सिधै अब गेममा पुगेपछि भेट्छु है। म यहाँ प्लेनमा आइपुगिसकेँ। प्लेन भन्दा नि यो प्लेन भन्दा बढी सिप जस्तो हो एउटा। म अब अफकोर्स जहिले जसरी यही पिकमै त होला झर्ने, पिकमै धेरै एनिमी आउने। अब म यदि प्रो मान्छे पिकमै झर्छु होला स्योर। अनि के भन्दाखेरि चाहिँ अब यो चाहिँ अब बिआर ऱ्याङ्क भयो होला। अनि आज गिलवार नि रहेछ, अनि गिलवार नि खेलौँ ला एकछिन भाइहरूसँग। भाइहरू आइहाल्यो भने सानो क्लिप हालिदिन्छु। गिलवार खेलेको त धेरै हाल्दिनँ होला। उठ्दै गर्दा म्याचतिर गइहाल्नु पर्यो यसो। रस हान्दिउँ। उही राख्दै एकछिन वेट गरौँ है गाइज। यहाँ एमोहरू उठाइहाल्नु पऱ्यो। एनिमी भास लगाएको थियो। उयो छ्या यार कस्तो पछाडिबाट हान्थ्यो यार। लाइक हान्यो रिभाइभ भएर आइहाल्नु पऱ्यो यसो। जे पऱ्यो पर्ला है गाइज, पिकमै झरिदिने अब। यहाँ एकजना नमुना देखिसकेँ मैले अगाडि। उनीहरूसँग गन के रहेछ, ए मिनी युजी पखायो झलेर आउने। G36 गाइज कमेन्ट गरिदिनु है, यो G36 हजुरलाई यो एजल्टमा मनपर्छ कि रेन्जमा मनपर्छ भनेर। मलाई त रेन्जमै मनपर्छ हुन त। अहिले चाहिँ एजल्ट युज गरौँ सर्ट रेन्जको लागि भनेर। इजी त्यो लभली लाग्यो यार प्यारेफलको। अगाडि नि एउटा एनिमी स्पट भइसक्यो। ल गाइज मैले हेड हानेको त यार, कस्तो हेड हानेको फेक ड्यामेज गएछ यार। छ्या कसरी हाने रहेछ मलाई। ल भनेको कि ल म चाहिँ अब हजुरलाई सिधै अर्को एउटा गेममा गएर भेट्छु ल। अर्को गेममा आइसक्यो। योभन्दा अगाडिको गेममा त अब के भन्नु, त्यो मान्छे मर्दै मरेन के, नत्र हेड त लाएको थियो नि। -7 लाग्यो यार त्यो गेममा। छ्या कस्तो बिजोग परेको क्या। अब यो गेममा चाहिँ अब यसो प्लस हुने ट्राई गर्छु म फेरि। अब पिकमै त हो झर्ने, पिकमा झरिसक्यो।
सुरुमै हेड लागेलाई मर्दै मरेन यो पछि आएर बल्ल सरी मेरो यहाँ घरमा यसो मम्मी र बा गफ गरिरहेको थियो नि त्यही भएर अलि आवाज आयो बडी हानेर पनि मारे यार लभली हेड लाथ्यो छ्या अर्को आएर मारिदिइहाल्यो नि पख गाई रोक है गाइजहरू म यहीँ झरेर ल्यान्छु अब छिटो झर मैले फेरि आज एकजनाले मारेँ अब यसले मेरो लुट ल्याए जस्तो लाग्थ्यो कि गाइज होइन स्कारको एमो चाहिँ ल्याएर चाहिँ यार थेट एचपी लास्टै डाउन हान्नु यार यिनीहरूले त मेरो स्कार कहाँ गयो के कहाँ हो एनिमी मैले स्पट हानिसकेँ अब गएर हानेर देखाउँछु हजुरलाई साँच्ची एउटा कुरा भन्नु थियो गाइज होइन अब मेरो यो च्यानल नयाँ युट्युबर अन्त म अनि मेरो खासै भिडियो अरूले हेर्दैन कि तेरो लास्टसम्म कसैले हेर्दैन अनि लास्टसम्म हेर्ने भए भएर म अहिले भनिहाल्छु है गाइज प्लिज मेरो यो भिडियो हेर्नुभयो भने सब्सक्राइब हान्न नबिर्सिनु होला है ओहो यार कस्तो यो मेजको यो मेज रे कस्तो यो स्विमिङ पुलको त्यहाँ उभियो भने त मान्छे देखिन्न नि जम्मा 29 को प्लस ला यार कहिले पुग्ने हेरी